यो अनलाइन सपिङको एडिक्सनले मलाई कंगाल नै बनाउला जस्तो छ। यस्तो के मलाई मात्र हुन्छ र भनेर खोज्दै थिए, तर जेमेट्रिकको सर्वेले यस्तो भन्छ, हामीले कुनै पनि सामान फर्स्ट टाइम अनलाइन पर्चेस गर्यौं भने अब सेकेन्ड अर्डर गर्ने चान्स चाहिँ 32% ले बढ्दो रहेछ र सेकेन्ड पनि यदि हामीले अर्डर गरिहाल्यौं भने अब थर्ड अर्डर गर्ने चान्स चाहिँ 55% ले बढ्दो रहेछ र यो हरेक न्यू अर्डर सँगै फेरि अर्डर गर्ने चान्स बढेरै जाँदो रहेछ। तर यस्तो पहिला अनलाइन सपिङ नहुँदा त हुन्थेन, तर अहिले किन यस्तो त भनेर रिसर्च गर्दै थिए, झन् नयाँ कुरा पत्ता लगाए। दराज, एमाजोन, फ्लिपकार्टहरू अनलाइन सपिङको बिजनेस भन्दा बढी इन्स्ट्यान्ट ग्राटिफिकेसन बिजनेस गर्दा रहेछन्। यिनीहरूले त हाम्रो डोपामिन सिस्टमलाई पो युज गर्दा रहेछन्। त्यही भएर सोच्थे मलाई दराज एपको स्क्रोलिङ गर्न किन यति मन पर्दो रहेछ भनेर। र यो एडिक्सनदेखि बच्नको लागि मैले दराज एपमा 15 मिनट्सको डेली लिमिट राखेपछि अहिले आएर बल्ल त्यो सपिङ र स्क्रोलिङको एडिक्सन कम हुँदैछ।